माननीय सभामुख महोदय, आज देश परिवर्तनको नयाँ चरणतर्फ अघि बढिरहेको छ। तर जुन जेनजी आन्दोलनका शहीद तथा घाइतेहरूको बलिदान र रगतमा यो जनादेश आएको थियो कि हामी त्यो बिर्सिँदैछौँ। सम्माननीय सभामुख महोदय, नीति बनिरहेका छन्, बजेट आउँदैछ, कार्यक्रमहरू पनि आउँदैछन्, तर परिवर्तनका लागि आफ्नो सपना, भविष्य र ज्यान नै दाउमा लगाएका जेनजी योद्धाहरू आज पनि उपचारको लागि भौतारिन बाध्य छन्। भदौ 23 र 24 गतेका दिन लगभग 2623 जना घाइतेमध्ये हालसम्म केवल 750 जनाले मात्रै जेनजी कार्ड पाएका छन्। बाँकी धेरै घाइते अझै उपचारको पहुँचबाट टाढा छन्। युवाका लागि नीति ल्याउने तर युवाले नै उपचार नपाएर पीडित बन्नुपर्ने अवस्था अत्यन्त दुःखद हो। म यो सम्मानित सदन मार्फत सरकारसँग सबै घाइतेहरूको वर्गीकरण गरी तत्काल जेनजी कार्ड वितरण र प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गर्दछु। सम्माननीय सभामुख महोदय, शहीद परिवारको सम्मान र घाइतेहरूको उपचार, रोजगारी र सुनिश्चित भविष्य सुरक्षित गर्नु राज्यको केवल दायित्व मात्र